Hello dear subscriber, happy party. Especially मुसी सब्सक्राइबर आज म तिम्रो रिकमेन्डमा एउटा दामी भ्लग बनाउँदै रहेछु। आज चाहिँ हामी यहाँ सुटिङको लागि आएको छौँ। मसँग हुनुहुन्छ हाम्रो स्पेसल क्यामेराम्यान अमन बस्नेत। हि इज भेरी ह्यान्डसम एन्ड भेरी डेन्जरस बोय। यहाँ अर्को हुनुहुन्छ हाम्रो सन्जु थापा मगर, एकदमै ह्यान्डसम हुनुहुन्छ। अनि आज चाहिँ हामी एउटा नेपाली मुभी छेत्री भन्ने मुभीको भ्लग सुट गर्नको लागि आएको छौँ। सुट गर्नको लागि चाहिँ हाम्रो लोकेसन रहेछ बालनौना स्कुलमा हामी आएको छौँ सुट गर्नको लागि चाहिँ। सो अबको हाम्रो अर्को एक्टर दुईवटा एक्टर हुनुहुन्छ, सोहन धिमाल र हाम्रो पुरन राई भन्ने। पुरान राई लिनको लागि गइरहेछ। पुरान राईको घर पनि ऊ पर छ, म यहीँबाट देखाइदिन्छु। कता 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 खोइ कता 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 ऊ पर छ पुरानको कता छ हौ फेरि हो त्यहाँ पर देखिरहेको निलो घर हो। उनीहरू लिएर आइसकेपछि अब हामी भिडियो कन्टिन्यू गर्नेछौँ। अहिले भने बाई। अनि हाम्रो ब्लगमा अर्को हाम्रो खतरनाक खाने पनि जोडिसक्नु भएको छ। उहाँ हुनुहुन्छ संस्कार धिमाल, एक नम्बरको राम्रै प्लेयर हो। यहाँ हुन्छ अर्को खतरनाक एकदमै इमान्दार भाइ पनि। भाइ तिमी कति क्लासमा पुग्यो अरे? 9 क्लासमा। अबको सुटिङको लागि चाहिँ हाम्रो सबै एक्टर भाइ आइसक्नु भएको छ। सबै त्यहाँ बिचको कटु लाउने चाहिँ क्यामेराम्यान हो, यताको एक्टर। बाँकी भ्लग चाहिँ म अहिले भिडियो कम्प्लिट गरेपछि हाल्छु। फाइनली हाम्रो चाहिँ सबै डाइलगको सुटहरूको सबै कुरा सकिसकेको छ। हाम्रो सबैजना एक्टरहरूको अवस्था यस्तो छ। सबैजना बहिनी भेटेर आएको छ हेर्दाखेरि चाहिँ। ए केटा हो यता हेर न, खोइ यार मेरो एक्टरहरू त। ओए घिमिरे भाइ यहाँ आइज। घिमिरे हो के घिमिरे अरे? मेरो स्टुडेन्टहरू भन्दा अगाडि छ। दुःखको कुरा यहाँ पो छ त फेरि। 10 क्लासको त यो पनि 10 क्लास। यहाँ चाहिँ हाम्रो भाइ फेरि 11 क्लास अब जोइन हुन आँटेको हो त। अर्को यहाँनिर चाहिँ हाम्रो पुरान राई भन्ने भाइको चाहिँ छैन के दामी फिगर छ। यी भाइ यहाँनिर छ एकदमै इनोसेन्ट सन्जय। हाम्रो चाहिँ लगभग सबै भिडियोहरूको सुट सकिसकेपछि अब हामीले चाहिँ थोरै जुस खाएछ मेरो केटाहरूले। केटा हो के को जुस खाएको यहाँ यता भएन न? जुस खाएको अरे भिआइपीले दुइटा अरे है त। किरा पो भन्छ सुनिरहेको छ मलाई। हो कस्तो भाइ जुस? जुस गुलियो छ। मलाई सुगर लागे जस्तो छ। अरू बेला चाहिँ अमिलो हुन्छ लिची खाँदा चाहिँ। यहाँनिर सबैजना छौँ। बाई बाई। अनि खान्छु केटाहरूले मलाई केही पनि दिएको छैन। हाम्रो सर्टहरू दामी भइसकेको छ। तपाईँहरूले चाहिँ अब यो जति पनि भिडियोहरू आउँछ चाहिँ तपाईँहरू टिकटकमा सर्च गरेर हेर्न सक्नुहुन्छ। टिकटक एकाउन्टको नाम रहेछ द मास्टर भनेर सर्च गर्नुहुन्छ। प्रताप सर्च गर्नुभयो भने आउँछ। सो आजको भ्लग चाहिँ म यहीँ अन्त्य गर्न चाहन्छु र यसरी साथसाथहरू गरिदिनु होला। मेरो 1K सब्सक्राइब पुरा हुन आँटेछ। 1K सब्सक्राइब पुरा हुने बित्तिकै चाहिँ म एउटा केक काटेर यी केटाहरू नाच्दैछ। अघि मैले खुवाइदिएको केक एक दुईवटा केटाहरू नाचिरहेको छ। यसरी नै म तपाईँलाई नि केकहरू खुवाउँछु है त आएर। सो हाम्रो भ्लगको लागि चाहिँ हामीले युज गरेको थियौँ बालनौना स्कुल। बालनौना स्कुलमा पनि एकदमै राम्रो छ, सिनहरू एकदमै राम्रो छ। बालनौना स्कुलमा शैक्षिक स्तरहरू पनि एकदमै राम्रो तरिकाले पढाइहरू हुँदो रहेछ। सो छेउछाउमा हुन्छ चाहिँ यहाँ बालनौना स्कुलमा जोइन गर्न नबिर्सनु होला त्यहाँ भिजिट गर्न। आज त मेरो साइकल पनि भाइरल हुन्छ त यहाँको सिडी उयोले गर्दाखेरि त। कहाँ गयो पर छ मेरो भाइरल साइकल। आज मेरो साइकल पनि भाइरल हुन्छ म सँगसँगै। कता गएँ मेरो साइकलै देखिरहेको छैन कि मैले। ओके बाई बाई। अनि सबैजना धेरै सपोर्ट गर्ने हाम्रो मुसी बहिनीलाई पनि एकदमै धन्यवाद भन्न चाहन्छु। म हप्तामा एउटा भ्लग चाहिँ हाल्छु, त्यसैले मेरो युट्युब च्यानल प्रताप टिएनको हेरिदिनु होला। बाई बाई। मिस यु एभ्रीबडी, लभ यु।